हेलो नमस्ते। आज म केही विशेष कुराहरू देखाउँदैछु। मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ, जसमा हामीले यो वालहरूमा पुट्टी गरेको छु। यहाँ हेर्नु, अहिले चाहिँ सफा भइरहेको छ। यहाँ हेर्नु, यो रुम तपाईको 10x11 को रुम हो, जसमा हामीले पुट्टी गरेर कम्प्लिट गरिसकेको छु। अब परिमल दल्ने छु। यहाँ हेर्नु, यसो काम भइरहेको छ। यो किचन भयो, जसमा तपाईले अब हेर्न सक्नुहुन्छ माथि पुट्टी गरेको छु र यो वालमा पनि पुट्टी गरेको छु, सिलिङ पनि पुट्टी गरेको छु, डबल कोट भएको छ। यो भराङ हेर्नु अलि थोरै बाँकी छ। यो हेर्नु, यो पेन्टर रहेछ इनरवाको। यदि तपाईहरुलाई पेन्ट गराउन चाहनुहुन्छ भने नि यो नम्बरमा फोन गर्नु होला है। यो नम्बर छ नि, नम्बरमा फोन गर्नु होला। यसको नाम चाहिँ भन्नु पर्दैन, नम्बरमा कल गर्नु, तपाईको काम गरिदिन्छु हामी। यहाँ हेर्नु, सिलिङमा परिमल KNP वाटर बेस सिमेन्ट परिमल, जसमा हामीले तपाईको यो इन्टेरियल छ, एक्सटेरियल चाहिँ बाहिर। अब इन्टेरियल भनेको नि हामी हेर्नु यसो मिक्स गरेर पनि राखिसकेको छु दल्नलाई। अब यसमा चाहिँ हेर्नु, रोलर पनि रेडी भइसक्यो। अब हामीले एप्लाई गर्नुपर्ने टक्क सिलिङमा, अनि त्यसपछि वालमा र नेपालभरमा। तपाईँ काम गराउन चाहनुभयो भने नेपालभरि हाम्रो सुनसरी, म अहिले ठ्याक्कै लोकेसन सुनसरी हिनरवामा काम गर्दैछु है। यहाँ हेर्नु, ओके।